हेलो एभ्रिवान गुड मर्निङ। आज हामी सेकेन्ड डेमा हिँडिरहेको छौँ होइन। हामी चाहिँ यो होटेलमा अहिले बिहान चाहिँ खाजा खाएर अनि ब्रेकफास्ट गरेर हामी अब हामी यहाँ नेक्स्ट तर्खरमा छौँ। हामीले ब्रेकफास्टमा चाहिँ तरकारी खायौँ, रोटी खायौँ, चिया खायौँ अनि चिया पनि बोकेर अनि हिँड्यौँ होइन। अनि यसरी हिँड्यौँ यहाँ अब हामी यहाँ अब हिँड्यौँ होइन। अगाडि हिँड्ने क्रममा छौँ। कोही साथी अगाडि गइसक्यो, कोही आउँदैछन् पछाडि। आजको हाम्रो गेटअप यस्तो छ होइन। यो पुरै ट्रेकर्स, वी आर ट्रेकर्समा हिँड्यौँ। We are a hiker. We are a hiker. We are hikers. Say no to no trek. तिब्बत गेस्ट हाउस। ल बाटोको साग यस्तो देख्न सकिन्छ। हामीले खासै यही होला है। काठमाडौँभन्दा यही ताजा छ। सफा यही छ। हामीले खाएको साग यही हो, तिब्बतियन साग के भन्दो रहेछ यसलाई, सिस्नो हो यो चाहिँ। ओरिजिनल लामा होटेल। यो लामा होटेलमा चाहिँ फेसिलिटी राम्रै लाग्यो, तर टोइलेट चाहिँ हरे एउटा मात्रै हालेको थियो, अलिक गाह्रो समस्या। होटलमा टोइलेट हेर्दाखेरि अरू चाहिँ एकदम फाइन लाग्यो है मलाई चाहिँ। सेवा सुविधाहरू यहाँको के भयो केटाहरू? होइन कि बोक्न जानेन रे, सकेन। ल देखेर सक्नुहुन्छ तपाईँले गाइजु माथि त्यो हिउँ है देखिया भए। अनि त्यो हिउँ बगलेर राखेको त्यो पानी चाहिँ खोलो। अङ्कित नेपालले पठाइदिएछ अब त्यसलाई, उसलाई के नै भयो यो तराईको मान्छेलाई। हामी चाहिँ हिमालको फेदमा, हामी हिमाल हेर्दै जाँदैछौँ। लाङटाङ हिमालको फेदमा जाउँ। आइस्ता है आइस्ता। सरी हाम्रो ट्रेल हुँदैछ अहिले। बाटो चाहिँ भवालै छ क्या हिँड्नको लागि। हाइक यस्तै ढुङ्गा छापेको बाटो भोपाल। यसलाई एउटा पानी बोक्नु सक्दैन यस्तो देख्नु र। चस्माको बट्टा खुल्लै छ, चस्माको हेर न। ए अच्छा होइन नेपाली चस्मा छोड्यो हो। यसलाई फोड्नु पऱ्यो फेरि होइन। ल मोही छैन मोही छैन। नेपाली खाइने जिन्दाबाद भनेर भिडियो आयो त्यस्तो देखेको छ। चमेलीको बोलिने कोही छैन। यो काठको फुल आइपुग्यौँ होइन। चाहिँ अब यस्तो फुल चाहिँ हामीले अब धेरै दिन सुनिन्छ बाटोमा। यसलाई खेद्नु पऱ्यो फेरि। दुई बरा झर्ना दिन्छ हुन्छ, बाउबोली झर्ना आयो चाहिँ मैले नामाकरण गरेको।
यसरी हेर्नु सक्नुहुन्छ ठुलो गाइज पानी पर्दैछ गाइज 150 भ्यू चाहिँ भन्नु पर्दैन क्या गाइस यहाँ आफै हो यसले मेरो मलाई हेप्पी भयो भने 150 भ्युज भयो ल गाइज लाइक एन्ड सब्सक्राइब मिलियन पुऱ्याइदिनु पऱ्यो मिलियन पुऱ्याउनु पऱ्यो मेरो अब 150 बाट मिलियन पुग्दा कतिले कति चाहियो 110 त सब्सक्राइब पुगेको अहिले छु म 150 त आफ्नै आइडिया हो 9,08,990 भयो धेरै माथि छ ल सबैले सहयोग गरौँ है गाइज सहयोग ल के भयो अरे कृष्ण त अघि गयो भेटा सिधै होइन त्यसलाई अघि गयो भेटा ओ केटा हो कता हो हच्चल आयो बाटो छोड्नु हच्चल आयो माथि माथि उकालो हच्चल दाइ कहाँ पुर्याहरूले हो हजुर कहाँ लाइनमा पुर्याएर मेरो राम्रो बोझ आएन अरे अरूको राम्रो आयो मेरो राम्रो आएन भनेर नि सब इन्सुरेन्स है महँगो पर्छ लास्ट यो आर्य ग्रुप रहेछ ल धन्यवाद वेलकम टु आवर साइड गुमनाथ चोक we have a सेब रेड पान्डा अहिले हामी आइपुगेको छौँ 2770 मिटर भएको हाइटमा ल नजाने यहीँ रेस्ट गर्ने अब एकछिन बस्ने अनि हिँड्ने अनि हो त्यसरी खोला जानु चाहिँ एकदम रिस्क जानु हुँदैन खोला गयो भने हुन्छ होइन त्यही 6 जनाको ग्रुप होइन र अब चक्लेट खाने हो बल्ल सम्झ होटेलले ल अब चिया चक्लेट खाने ल अब यहाँ ल गाइस यो चाहिँ म होइन अनि यो चाहिँ यो रुपेश गोप्रो यसकै हो होइन इन्भेस्टर पनि हो कस्तो आनन्द छ क्या मास्टर हेर न क्या उहाँ त्यहाँ हेर न ऊ त्यहाँ कस्तो त्यहाँ हेर न त्यहाँ क्या त्यहाँ एउटा दुईटा त ढुङ्गा गएको छ ल पुरा यहाँनिर उहाँनिर साथी हो हेर्नु होला हाम्रो ब्लग लाइक सेयर गरिदिनु होला 150 बाट 152 भ्यू बनाइदिनु होला दादाकोमा हस् त धन्यवाद हामी चाहिँ अहिले कहाँ रिभर साइडमा आएर ए 5 स्टार होटेल चाहिँ होइन 5 स्टार चक्लेट चाहिँ खाँदैछौँ ल केटाहरू टिपन थियो थ्रो अलि मिस्टेक भयो क्याच गर्ने किपर परेन यहाँ किपर यता छ एउटा किपर फर्स्ट किपर सेकेन्ड किपर यता छ अनि सब्सिडी प्लेयर यहाँ छ चक्लेट मसा छ सबै हालेछ किनेले नेपाल लाउ तिमीले एउटा रसिकले पनि राख्यो रसिकलाई खोइ त्यसले तिनटै खाइदिएछ ल यो चक्लेट है अब कस्तो मान्छे होस् क्या कत्रो छ खोला बाबु हामी चाहिँ अहिले यहाँ रिभर साइडबाट यसो 5 स्टारहरू चक्लेट बिस्कुट खाएर होइन 10 मिनट रेस्ट गरेर चाहिँ
यहाँबाट अब हामी अगाडि बढ्दैछौँ अब हाम्रो टार्गेट कहाँ हो नेक्स्ट टार्गेट अब खाङसाङ कि खाङसाङ राख खाङसुङ कहाँ भन्थे त्यहाँ पुगेर हामी फेरि एकपल्ट बस्नेछौँ अब ठ्याक्कै हाम्रो अब ठ्याक्कै 7:15 बजे अब हामी 1 घन्टा सभा घन्टामा फेरि एकछिन बस्नेछौँ त्यहाँबाट फेरि जानेछौँ होइन हामी अब खोला किनार किनारै यसरी हिँड्नेछौँ ढाली ढाली बस्दै यो लाङटाङ ट्रेकमा चाहिँ अहिलेसम्म हामी जति आयो पनि तलदेखि यो हामी आयौँ लामा होटलदेखि अथवा तल के अरे शेर्पा होटलदेखि नै त्यहाँदेखि सबै जङ्गलमै खाइन्छ होइन अनि यहाँ बिचमा चाहिँ एउटा के रहेछ भने डिपार्टमेन्ट अफ टुरिज्मले चाहिँ एउटा रेस्ट सेड भनेर बनाइदिएको चाहिँ अब कोही मान्छेहरू आपत विपदमा क्याम्प बस्न सक्यो आपत विपदमा त्यहाँ बस्न पनि सक्यो भनेर बनाएको रहेछ होइन त्यस्तै हेर्नुहोस् देख्न सक्नुहुन्छ यी पुरा ठुला रुखहरू अब कुहिएर ढलेका यहाँको काठहरू चाहिँ काट्न मिल्दैन क्या यो अब राष्ट्रिय निकुञ्ज भएकोले गर्दाखेरि त्यसैले गर्दा काठ ढल्छ रुख ढल्छ त्यसै हिउँ भनेर कुहिन्छ मल लाग्छ घना जङ्गलको बिचमा हामी अहिले हिँडिरहेको छौँ अब हामी माथिसम्म पुग्छौँ कतिसम्म गइन्छ होइन यो बाटो चाहिँ एकदम शान्त छ क्या यो ट्रेक चाहिँ तल्लो साइडबाट खोलो छङछङ कराइरहेको छ भने एकान्तमा जङ्गलको बिचमा शीतल हिँड्न पनि आनन्द तर हिँड्ने बाटो पनि फेरि पुरै तेर्सो टाइपकै छ क्या त्यस्तो उकालो छैन त्यस्तै उकालो हुँदै बिस्तारै हिँड्न सकिन्छ अहिलेसम्मको यात्रामा त्यस्तो असहज पनि भएको छैन सहजमा नै हामी आइरहेको छौँ बाटो सहिलै छ माथि चाहिँ पुरै खाली चट्टान छ होइन तलतिर चाहिँ रुखहरू छ यस्तो अब चाहिँ हामी उकालो चढ्न थाल्यौँ है तेर्सो छोडेर तेरो खोलो ठ्याक्कै तपाईँ साइड चाहिँ अब खोलोलाई हामीले अहिले अब देब्रे पारेर हिँड्यौँ अहिले दाहिने थियो खोलो अहिले देब्रे पारेर हिँड्यौँ घोडा तबेलाबाट हामीले खोलोलाई लेफ्ट साइड पारेर हिँड्यौँ अहिले राइट थियो कहाँ के बना सानो खोलो त्यो त त्यो खोल्छु खोलाको बुल्कै ठुलो थियो त्यहाँबाट चाहिँ हामीले उसलाई राइटबाट लेफ्ट बनायो कहाँ हो तलबाट घोडा तलबाट थक्लायो कति 9 बज्यो प्रशिक 9 बज्यो 2 घन्टा हुन लाग्यो हिँडेको ए होइन 3 घन्टा हुन लाग्यो ए 3 घन्टा भयो ठ्याक्कै हामी उसमा 20मा हिँडेको 26मा भनेपछि अलि 9:20 अब फेरि तेर्सो आयो 8:20 9:20 अब फेरि होला झन् कि यार फेरि घर वा हिमाल देख्यौ हिमाल हिमाल अहिले हामी कति आयौँ भनेपछि 2940 भने 3000 फिटमा मैले जीवनमा पहिलोचोटि हिमालको देख्दैछु नजिकबाट है टाढोबाट त घरबाट देखेको थिएँ नजिकबाट मैले हिउँ चाहिँ हिमाल त होइन हिउँ चाहिँ देख्न पाइन्छ वाउ हिमाल वाउ हिउँ कोसेकुण्डमा थिएन हिउँ आज हिउँ सुन्नुपर्छ है दामी ल
ए त्यो ऊ भयो त्यो अघि टच हुँदाखेरि त्यो उसमा म्युजिक जस्तोमा थिचिएको थियो त्यो साउन्ड होला टट्टी गर्दै गरेन नि त केटाहरू वा है मलाई एक बाइट एक टुक्रो मलाई छैन केटाहरू सेयरिङमा खा नखाने त्यही झरे यार यति दिनुपर्छ यति दिनुपर्छ बाँकी छैन होला कृष्ण विचारबाट मात्रै वाउ जाम सबै त्यस्तै हो अब वालदेखि हेर है देखिन्छ है त्यहीँ हो कि अब त्यहीँ हेर्ने कि त्यहीँ जस्तो देखिन्छ है त्यहीँ हो क्या त्यहीँ वाउ वाउ कृष्णले यो गाइड हुन्छ अरे देव न रोक त अघि त्यहाँ दामी हिमाल देखिरहेको थियो बादलले अलि हल्का छिट्दै आइरहेको छ आउन चाहिँ तर हामी त्यही नजिकै जाँदैछौँ हामी त्यसकै फुट स्टेपमा जाँदैछौँ ऊ त्यो माथि एम्बुलेन्स झर्नलाई रेडी भइरहेको रहेछ यार त्यही त्यहाँ हेर्नु कस्तो डिस्को बसिरहेको छ नि त्यसो त चौरी कहीँ चरेको यस्तो है सिङ्नै कस्तो हुने यसको चिया खाएर 800 रुपियाँ कालो चियाको पर कप 100 रुपिज दिदी यता लिनु त पैसा हामी अब कहाँ पुग्छ भन्ने थाहा छैन लाग्दा भ्याली बस्न सकिन्छ माथि पनि सकिन्छ हो हामी चाहिँ अहिले घोडा तबेलाबाट चाहिँ हिँडिरहेको छौँ होइन रसिकले घोडा तबेला भनेको चाहिँ घोडा तबेलालाई भेडा तबेला भन्छ कस्तो हो यसको दिमाग के भन्ने छैन अब हामी यहाँबाट लगभग 1.5 घन्टा हजुर 2 घन्टा हिँडेपछि चाहिँ हामी अब कहाँ खाङसारै कहाँ पुग्छौँ हान्छौँ त्यसपछि अर्को 2 घन्टा हिँडेपछि हामी लाङटाङ भ्याली पुग्ने कुरा आयो लाङटाङ भ्यालीबाट माथि पनि लगभग हामी 3 देखि 4 घन्टा हिँड्यो भने माथिसम्म पुगिन्छ अरे हाम्रो तराई केटोलाई दिन्छ बाइकमा धेरै गेयर हान्दा हान्दा खुट्टा दुखेर अहिले यहाँ खन्छ गर्दा 10 चोटि चाहिँ मोबिलाइसक्यो होला खन्छ गरेको जुत्ता नि गइसक्यो कि यार जुत्ता गयो क्या तिम्रो गाउँ क्या हेर न ए त्यो देखियो भाइले मार्थ्यो नेपाललाई बर्खामा यार कत्रो पानी आउँछ होला यहाँ भल ढुङ्गा सबै ल्याएर घुटो पारेर हो यस्तो भवालै हो नि त झर्ना हो त्यहाँ तर पानी कहाँ ए छैन नि ल पुल तर मर भेडा यसको यस्तो पुल है हल्का एक्सपेन्सन हो त गजब कसलाई अहिलेसम्म चाहिँ नेपाल गजब गजब
सुनिल ल भाइको केही जाँच मजा कतै यो केटा केही जाँच ल एक्सपिरियन्स सेयर गर एकदम रमाइलो भइरहेछ एकदम अहिलेसम्मको फाइनेस्ट ट्रेल यो हो नि एकदम त सजिलो सिम्पल हिँड्न नि रमाइलो अहिलेसम्मलाई होइन माथि गएपछि अब देखिन्छ ठिक छ तर बबाले हो क्या माथि माथि त्यो ठुलो चट्टान होइन तल जङ्गल हिँड्दाखेरि शीतल के शीतल आनन्द क्या खोला साउन्ड त्यस्तो बबाल जे नि एउटा टार्गेट ल्याइह ऊ त्यो हिमाल देखिँदै हिँड्नु पाइह होइन अब चाहिँ हिमाल देखेपछि मजा नै आउँछ अझ यो काठका पुलहरूले योले चाहिँ ब्युटी हो क्या यो चाहिँ टी बनाइरहेछ क्या हरेक पुलमा फोटो खिच्नु पर्दैन छैन क्या जाम क्या हरेक पुलमा फोटो खिच्नु पर्दैन जाउँ हिँड हिँड तेरिका देख्न सकिन्छ ठाउँ ठाउँमा चाहिँ यस्तो ठाडो खोलो छ होइन ठाडो खोलोमा चाहिँ यसरी ढुङ्गा ठुपारेर अनि यहाँ चाहिँ अब यसरी काठको पुल बनाएको छ हेर्नु सक्नुहुन्छ पानी पनि यसरी ठाडो खोलो आउँछ क्या यसरी काठको पुल बनाएको छ हुन्छ जाम यो सानो खोलो त तल ठुलो खोला मिसिन्छ है गाई होइन भर्खर पुल त समुद्रमा मिसिन्छ यो त समुद्र त दूर कि बाटे बाबुजी यो घर त्रिशुली मिसिन्छ नेपालको गाउँ नारायणी मिसिन्छ नारायणी जान्छ इन्डिया आन्ध्र हो कि थाम्र हो ग्रिनेरी क्या वा हो छ क्या हो अहिले चाहिँ हामी ठाडो गालो चढ्दैछौँ है तल यो तेर्सकेपछि अहिलेसम्म ठाड चढ्छौँ त्यहाँबाट फेरि तेर्सो सुरु हुन्छ यो ठाड चढेपछि छाती फुलिहाल्ने है अब त के हुन्थ्यो बिस्तारै बिस्तारै नेपाल त फोटो दुखेर हिँडिरहेको गल्ती बिस्तारै कहाँ आइपुग्यो वेलकम टु बुद्ध गेस्ट हाउस यो कुन ठाउँ हो यो ठाउँ नाम चाहिँ देखिन मैले ए थाङस्याङ आइपुग्यो थाङस्याङ आइपुग्यो हामी 3200 हाइटमा तलदेखिको भन्दा भन्दै यहाँ आइपुग्यो हामी वाउ वेलकम टु बुद्ध गेस्ट हाउस थाङस्याप भिलेज अल्टिट्युड 3200 मिटर छ कुसाइकुण्ड रुरल म्युनिसिपालिटी 4 रसुवा लाङटाङ टप पिसल्यान्ड वालदे वा यो दुईजना चाहिँ फेरि बार्सा फ्यान निस्केर अहिले यहाँ अर्जेन्टिनाको र गफ भन्दै मेसीको फ्यान मेसी फ्यानले कहाँको नछोडेको मेरो नेपाल थियो कहाँको साथी बवाल ठाउँ आइबिहार यहाँ चाहिँ अब चाहिँ जङ्गल अलिक कम छ होला है अब चाहिँ रुखहरू कम रहेछ ल अनि होटेल कहाँ पुग्यो होला यता गफतिर आयो कि छैन त कहाँ गयो त्यो हाम्रो एउटा कहाँ हिँडेको थियो बिचकेर आउँदै अँ होइन होइन एउटा होइन टोपी लगायो भने टोपी लगाएर कहाँ चस्मा लगायो होटेलले ल यहाँ आएर खाना खायो भने चाहिँ कहाँ कुद्यो थियो होइन अहिले पनि सँगै हिँड्यो हो समिट सिप क्याफे एक्सप्रेसो दाइ खाने हो खाने हो शिलाजित फ्याक्ट्री रहेछ यहाँ शिलाजित फ्याक्ट्री देख्न सकिन्छ हाम्रो ढकाललाई मर्न खोजेको शिलाजित भनेर यसलाई खाएर इनर्जी बुस्ट गरेर राम्रो पनि छ अब कसरी हो देख्न सक्नुहुन्छ यो माथिको चाहिँ सबै शिलाजित भन्ने कुरा आयो होइन कालो कालो शिलाजित हो कि थाहा छैन तर लाङटाङमा शिलाजित पाउँछ भन्ने चाहिँ एकदम फेमस छ है लाङटाङको शिलाजित माथि हेर्नु माथि गेस्ट होटेलहरू चाहिँ गेस्ट हाउसहरू धेरै नै रहेछ यहाँ आएर मान्छेहरू बस्नु सक्नुहुन्छ रेस्ट गर्नलाई
यहाँ आउनलाई चाहिँ लगभग हामीलाई कहाँबाट लाम होटेलबाट हामीलाई यहाँ आउनलाई ठ्याक्कै 5 घन्टा लागेको छ। नर्मली फटाफट हिँड्ने मान्छेलाई 4 घन्टा भनौँ न। हामी तल उसमा घोडा तबेलामा पनि यसो रोकेर बसेर चाहिँ रेस्ट गरेर आयौँ, त्यहाँ चिया खाएर त्यसले गर्दा ठ्याक्कै 5 घन्टा आइपुग्नु लाग्यो। अब हामी 1 घन्टा त्यहाँ हिँडेपछि अनि माथि जानेछौँ र खाना खानेछौँ है। यो भन्छ वाइन टर्बाइन हावा जताउँछ। ए हेलिकप्टर झेऱ्यो त ठ्याक्कै ल, हेलिकप्टरको फ्याङ्खा वाइन टर्बाइन हुन्छ। हावाको फ्लो कता आइरहेको भने हेर्नु है, कस्तो रफ्तारसँग घुमिरहेको तलतिर हावा आइरहेको छ, एकदम फास्ट घुमिरहेको रफ्तारसँग। वाउ, यसरी बाटोमा देख्न सक्नुहुन्छ होइन, पुरै बाटोमा चौरी गाईहरू चाहिँ चरिरहेको हुन्छ मस्त आफ्नै सुरमा। यिनीहरू जिस्काउनु भएन, के गर्नु भएन। घाँटीमा सबै गाईहरूको चाहिँ घाँटीमा घन्टी झुनाइदिएको छ, त्यो चाहिँ चिन्नको लागि कि अब उनीहरू हराए कतै गयो भने घन्टी बज्यो भने मान्छेलाई थाहा हुन्छ। त्यसैले गर्दा चौरी गाई अथवा घोडा खच्चड सबैको घाँटीमा चाहिँ एउटा घन्टी झुनाइदिएको हुन्छ क्या। त्यसले गर्दाखेरि उनीहरू कहाँ छ भनेर त्यसको मालिकलाई थाहा हुन्छ। त्यसैले गर्दाखेरि घन्टी झुनाइदिएको हुन्छ। हामी अब लाङटाङ भ्याली पुग्न लाग्यौँ, झन्डै 90 घन्टा हामी लाङटाङ भ्याली पुग्छौँ। हेर्छ चौरी चहिरहेको छ त्यहाँ। हामी अहिले यहाँ यो पिसफुल बेकरी आइपुगेको छौँ। पिसफुल बेकरी एन्ड टी गेस्ट हाउस च्याम्की आइपुगेका छौँ। यहाँ चाहिँ अब बस्ने ठाउँ पनि छ, अनि यसो लाइट स्न्याक गर्ने जाने पनि भइहाल्यो। यो चाहिँ च्याम्की भन्ने ठाउँ भयो, त्यहाँ छ हुन्छ च्याम्की। अरे सी के गरे हुन्छ, के गरे अब बाजे दाउरा बनाऊ नेपाल के छ खुट्टाको स्थिति अग्ला हिजो त बाइकमा आउन मजै भएको थियो। हेर केटाहरू फेरि उता 2जना चाहिँ